भिडियो बनाने थोड़ा हिलना मुझे इसका भी डर वीडियो बाख्राको दुध खानु पर्यो यसको दुध खानु पर्यो बाख्रा बनेर चर्न त गाह्रो हुँदो रहेछ कि जिन्दगीमा यहाँ थोरै भ्लग बनाइदिउँ भने बाख्रा जस्तै बनेर ओ यहाँ त घाँस पनि रहेछ बाबा हातले खाउँ कि मुखले खाउँ इट्स गुड या ओ रमाइलो भइरहेको थियो गाई कति छिटो हिँड्यो नि बाख्रा फेरि हेलो गाइस आज हम फास्ट फूड देखें हेलो गाइस साहब आ रहा था एउटा लोटा पनि ल्याउनु पर्ने नि जग जस्तो पानी उठाएर हाल्ने हुन्थ्यो त धेरै धेरै सफा गर्ने होइन क्या ठिकै सफा गर्नुपर्छ धेरै सफा गरायो भने पनि त्यसमा दाग लाग्छ ठिकै सफा गर्ने ल फाल्दे ल फाल्यो उच्चार अलि कमाल्नु है यसरी यसरी यो पानी हाल्यो भने चाहिँ यहाँ बाहिर भएको पातहरू सबै बगेर यहाँ जान्छ सानो सानो यसरी यो त्यो जम्मा हुन्छ नि यसलाई उठाएर चाहिँ हाल्न सजिलो हुन्छ त्यस पानीको यो सतह माथि आयो भने त्यो पातहरू उत्रिन्छ क्या त्यही भएर लैजा चाहिँ प्रकृतिले अनौठो रूपमा यत्रो पहाडको बिचमा राजकारामा बाँसको ठेलामुनि प्रकृतिबाटै प्राप्त भएको उपहारको रूपमा भनौँ अब प्रकृतिमा जति पनि कुराहरू छन् त्यो मानिसको लागि उपहार हुन् के त्यो उपहारको हामीले सदुपयोग गर्न जान्नुपर्छ र जसले सक्यो त्यसले सदुपयोग गर्नुपर्छ सबैजनाले गरिरहेको हुन्छन् देखाउँदैनन् तर हामीसँग अहिले भिडियो बनाउने क्षमता छ त्यही भएर बनाइदिइरहेछौँ Love is blindness. गाइज यो चाहिँ राजकाँडाबाट धेरै समयपछि देखेको सनसेटको भ्यू रमाइलो छ दामी छ मन पर्यो एकदम मलाई गाइज होइन